नमस्ते फाइनली अहिले चाहिँ हामी त्यसमा सनलाइट हेर्ने हुने सनलाइट हेर्नै पाइएको छ एकदम भिडभाड चाप परिरहेको छ के गर्नु सबजना एकदम अड्याती भइरहेको छ ल है ल यति बेला खुलिसकेको अवस्था पुनिलबाट अब देखिने भ्यूहरू हो खुलिसकेको छ है यति बेला चाहिँ अब घाम झोल्किने बेला हुनु लागिसक्यो सबैजना साथीहरूले एकदम फोटो भिडियोहरू ल्याइराख्नु भएको छ एकदम रमाइलो मोमेन्ट हेर्न सक्नुहुन्छ है भिडहरू मान्छेको भिड चलपल बढिरहेको छ यति बेला साथीहरू पुनिलमा रमाइलो हेर्नुहोस् कति हो बल्ल खुलिरहेको छ है यति बेला अब हक्का भिडियो हेर्नुहोस् ल ल ल ल है मर्निङ हेलो गुड मर्निङ यति बेला पुनिलको है एक्सक्युज मी प्लिज हो मर्निङ भाइब्स है हाम्रो पुनिलबाट देखिने भ्यू दामी खुल्यो कति 30 मिनटमा भ्यू खुलिरहेको छ यति बेला हाम्रो साथीभाइहरू एकदम रमाइलो गर्दैछन् ओहो मर्निङ हो सो यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू माथिबाट नै एकदम रमाइलो गर्दैछ साथीहरूले भ्यू पोइन्टबाट तानिरहेको छ भिडियोहरू हो आयो हे भोटै ओहो वाओ गाइस गुड मर्निङ सर मर्निङ कस्तो लागिरहेको छ पुनिलको जाओस् और कस्तो लाग्यो यो अनि मनै लगाउने क्या हेर्नु त बाटो हेर्नु झऱ्यो हो यता हेर्नु न भ्यू यतातिरको हान्नु सनराइज अब आउने बेला होला उताबाट रातो निक्लिसक्यो सनराइज अब सुरु निक्लिसक्यो 6:35 मिनटमा यस्तो कस्तो निक्लेको होला है राउन्डिङ हो मिलेर हाने आम्मामा यो अनि शैली यति बेला यस्तो बवालमा आइरहेको छ है भाइ त्यो राउन्डिङमा देखाइरहेको छ
पुनेरको भ्यू टावरबाटै गाह्रो भइरहेको छ भ्यू हेर्न सक्नुहुन्छ सरी ल है सुरु भयो भन्दै आयो यो हो नि हल्ला जाओस् हल्ला एक जाओस् सनराइज मर्निङ भाइब ठ्याक्क 6:37 खुलिरहेको छ हामी चाहिँ यहीको आतुरमा थियो साथीहरू अहिले चाहिँ देख्न सकियो फाइनली एकदम सक्सेस भयो है हाम्रो मिसन पुरा भयो साथीहरू सबजनालाई एकदम हामी चाहिँ अहिले पुनेमा छौँ यहाँदेखिको पुनेमा भरे पानी 3210 मा आइरहेको छ पुने है सबजना साथीहरू है यही हेर्नै आउने यहाँ है सबजना साथीहरू तल लगत 300-400 जना गराउनमा छ जिन्दगी यस्तो छ कि नेपाल यस्तो स्वर्ग छ कि नेपाल भनेको एकदम स्वर्ग माया दिनु पर्यो के सबजना साथीहरू ल स्वर्ग गइयो ल एकदम राम्रो आनाम है ल हाम्रो साथीहरू ल हाम्रो त हाम्रो मेघदी जिल्लामा एकदम है क्या आमामा हेर्न सक्नुहुन्छ भ्यू बवाल छ गुड मर्निङ यति बेला चाहिँ म पुनेलको भ्यू देखाउन चाहन्छु सबैजना साथीहरूले यहाँ चाहिँ जसरी नै आउनु होला साथीहरू एकदम घुम्नु पनि छ यो माछा पुच्छे धौलागिरी हिमाल धौलागिरी यस्तोदेखि चाहिँ केटाहरू आउनुपर्छ हो आउनै पर्छ ल केटाकेटीहरू साथीहरू सबैजना ल हाम्रो अब यहाँ गइरहेको छ घोडा आइपुगेको छ यहाँ त फर्स्ट टाइम एकदम है हाम्रो साथीहरू इन्जोय गर्दैछ साथीहरू ल मान्छेहरूलाई पनि देखाउनु पऱ्यो है यहाँ भिडभाड बढिरहेको छ 500-600 जनाको राउन्डमा हेर्न सक्नुहुन्छ होइन है हिमाल त यहीँ